नमस्कार, म मदन घिमिरे। आज म जुन ठाउँमा छु, जहाँ छु, त्यो धरातल मैले कला क्षेत्रलाई माया गरेको कारणले र मलाई थुप्रै दर्शकहरूले माया गरेको कारणले यो ठाउँमा छु। त्यसैले मेरो धरान घुमाइको क्रममा एकजना छुटाउनै नहुने नाम धीरज राई, जसले ललित कलाको माध्यमबाट, कुचीको माध्यमबाट आफ्नो विभिन्न कलाकारिता राष्ट्रलाई दिनुभएको छ र उहाँको मूर्तिकला घरमा म भेट्नको लागि पुगेको थिएँ। तर त्यतिखेर उहाँ त्यहाँ हुनुहुन्थेन, काठमाडौँ आउनुभएको रहेछ। तथापि उहाँले कोरेका कलाकारिताका केही परिदृश्यहरू म यहाँहरूलाई पस्किने कोसिस गरिरहेको छु। यो रियल जस्तै लाग्ने हात्ती एकदमै कलात्मक बनाउनु भएको रहेछ उहाँले। हाम्रो यात्रालाई सहज बनाउनको लागि विशाल राईजीले सहयोग गर्नुभएको थियो भने हाम्रो यात्रामा दीपकजी, विज्ञान राई र म पनि सहभागी थिएँ। सम्मान छ यो उनको कलाकारितालाई। यो हालसालैको बाटोमा अलपत्र जेन्जीको जुत्ता